मलाई कोही भेट्न आउन यार, म तिमीहरूलाई के तास खेलाउँछु, मासु खुवाउँछु, जे भन्छ त्यही खुवाउँछु। तास त खेलिन्न, अनि त्यो डरेको मासु खानाको लागि त के आउनु, सम्झिँदा पनि फुहरू सुतिन्छ हौ। आम्मा हौ कति ठुलो ठुलो हौ दाँत त अगाडिको, त्यो पनि बाङ्गोटिङ्गो रहेछ, केही छैन, हुन्छ कसैको। समझ रहे हो? डांस तो अच्छा करता है लेकिन अंडरपेंट लगाना सीखो बेटा पहले है। कता कता हेरेको चुमुक चुमुक पार्दै, यता मलाई हेर न हौ, मलाई हेर, त्यता त मैले मात्रै हेर्ने हो क्या है। कसैको आँखा नलागोस् तिमी माथि, घरभित्र भित्राउन चाहन्छु अग्नि साथी। एउटा चाहिँ तल अर्को चाहिँ माथि, एउटा चाहिँ सानो अर्को चाहिँ ठुलो साथी, कसरी है? कति ठुलो हौ सिक्री, त्यही सिक्रीले जट्ट रान्देऊ न, कति बिजी हुन सकेको क्या। तर दिदीकोतिर त गर्मी त अति नै बढेको रहेछ नि है। लेकिन एक सेकेन्ड, मेरो बाजे बजूले भन्नुहुन्थ्यो पहिला जुनकेरीको कन्डोमा बत्ती बल्छ भनेर, अहिलेसम्म देखेको थिएन, यस्तो पो हुने रहेछ। कहिले देखेको थियो केटाकेटीहरू जुनकेरी? नै। हेर्नु त मस्त तरिकाले हेऱ्यो, तर मैले बुझ्न नसकेको कुरा क्या, त्यो भित्रपट्टि दुईटा लिङ हालिदिने चाहिँ के हो क्या? कन्फ्युज भयो त यार, भनिदेऊ त केटाहरू है। अब त्यो सिङ्गल र मिङ्गल बनिरहनु पर्दैन, हेर्दाखेरि नै थाहा पाइसके केटाहरूले सिङ्गल हो कि मिङ्गल हो भनेर। त्यो नै हो होइन है। अपने लवर को धोखा दो, मुझे भी डार्लिंग मौका दो। त्यो रणमतीसँग वाक्क भएको बेला त फाइदाकै कुरा गर्यो त हो यो कान्छीले त। मान्छे राम्रो हुन्छ नि हो पहिले, खाना लाउन दिँदैन रुपैले। त्यही त, खाना लाउन दिँदैन रुपैले। तर एउटा कुरा क्या, तिम्रो त्यो कोटी चाहिँ मन पर्यो, कम्बरको कोटी। केटाहरूको त फेरि कम्बरको कोटीतिर ध्यान छैन होला होइन है।